हेलो गाइज, तपाईहरुलाई मेरो न्यू भ्लगमा स्वागत छ। आज फेरि भाइ र म सर्भिसिङ गर्नका लागि सिन्धुली हिँडिरहेको छौँ गाइज हैन। हेरेर साथ सपोर्ट गरिदिनु होला। देखि चाहिँ भ्लग बनाउन पाएन हैन ग्याङ हैन, त्यही हो। यहाँ पछि बीच बाटोबाट बनाउनलाई चाहिँ समय मिल्यो, दिन चाहिँ अलिकति त्यस्तै कारणले गर्दाखेरि मिलेन। यहाँ बीच बाटोबाट बनाउँदैछु, हेरेर साथ सपोर्ट गर्नु होला। यो हैन यस्तो गरेर चाहिँ यहाँनिर चाहिँ भीमस्थानको क्याम्पस छ, स्कुल क्याम्पस। यता यो देब्रे साइडपट्टि गइसकेपछि यहाँ चाहिँ स्कुल क्याम्पस छ गाइज हैन। हामी चाहिँ उता सिधै जान्छौँ सिन्धुली जानको लागि। अब चाहिँ पिच आइसकेको छ गाइज हैन। अब चाहिँ पिचमा चाहिँ अलिअलि रफ्तार हान्नुपर्ने हैन। यहाँ चाहिँ चौतारा रहेछ, यहाँ थकै लागेर बस्नु पर्दाखेरि चाहिँ यहाँनिर बस्न मिल्ने रहेछ। यो त्यस्तो गरेर कुदिरहनु हुन्छ क्या, यस्तो गरेर चाहिँ कुद्नु नमिल्ने। यताबाट गाडी आइरहेछ के हो। यहाँ चाहिँ भीमस्थान गइरी है गाई चाहिँ हैन, यो पुरै भीमस्थान गइरी हो। यतातिर अलिअलि रफ्तार हान्नुहुन्छ जस्तो लागेको छ हैन, कस्तो हुन्छ त। ओ यार क्या दाम कुदेको नहल्लिकन चाहिँ बस है, नहल्लिकन बस्ने। क्या दामी हेर न त्यो बाइक उहाँ कहाँ पुगिसक्यो, कति खतरा कुदेको क्या। कत्रो यत्रो कत्रो यत्रो बिचमा यतिकै हो, बिचमा यतिकै हो क्या। ट्याक्कै 12 बजे छ। त्यो बाइक कम कुद्दैन, त्यो बाइक पनि कम कुद्दैन, त्यो बाइक पनि कम कुद्दैन। क्या खतरा मोड क्या यो, 3 तलेको मोड। यस्तो खतरा डेन्जर छ न, सलात दामी छ मोड चाहिँ। मजा आउँछ मोड्न जान्दाखेरि चाहिँ, नत्र कहिले काहीँ चाहिँ मोडिनु गाह्रो हुन्छ, नत्र भने त डेन्जर छ, कडा छ। मजा त यतातिरको मात्रै आउँछ त, कस्तो दामी छ क्या मोड्नलाई। यस्तो मजा आउँदैन है, सबै मोडै टर्निङ मात्रै, पुरै टर्निङ मात्रै छ। खतरा भिडियोमा पनि बवाल देखिरहेछ। गाडी आउँदा चाहिँ अलिकति ल्याङ गर्छ, नत्र भने त बवाल हो क्या। हामी 3 तलेमा आइसकेको छु गाइज। यहाँ चाहिँ अलि बिस्तारै जाउँ होइन, उताबाट गाडी आइदिनु सक्छ क्या, फेरि ल्याङ गर्छ नि त गाडी आइपुग्यो भने त। यो 1300मा हेर कतिको कुद्छ गाडी। राम यस्तो गरेर चाहिँ कुदाउनु भएन गाई चाहिँ। यहाँ त कस्तो दामी देखेको क्या गाई चाहिँ होइन, यस्तो दामी देखिरहेको छैन, यस्तो दामी हेटो। भिडियो पनि बबालै आइरहेछ यहाँनिर त। यहाँ वनमा भएको कारणले गर्दाखेरि होला यस्तो बबाल आएन क्या। बबाल यार बबाल। फेरि मोड त्यस्तै छ होइन, जङ्गल त्यस्तै छ, बबाल। अब यहाँबाट क्या शान्तिनगर चोक झर्ने, शान्तिनगर चोक झरेर अनि त्यहाँदेखि उता हाइवे, यहाँ हाइवेबाट उता कुद्दै छिर्ने हो क्या।
अब यहाँबाट शान्तिनगर चोक झर्छ। कताबाट आउनु भएको? कताबाट आउनु भएको? आज त दसैँ लागेछ है क्या अब यार। ओइ 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 ओइ। ओइ ओइ ब्रेक पनि त्यसै छ फेरि लाग्दैन भने बेलामा। फाइनली गाइज हामी शान्तिनगर चोकमा आइसकेका छौँ। तपाईँहरूले देखिहाल्नुभयो कस्तो कस्तो 2-3 ठाउँमा कति झन्नै ठोकिरहेको भनेको क्या। अब हामी फुत्तै दायाँ मोडेर चाहिँ जानेछौँ। फाइनली गाइज हामी बजाज सोरुममा आइसकेका छौँ। अब चाहिँ यहाँ हामी सर्भिसिङ गर्न दिन्छौँ। त्यस पछाडि अनि एउटा कुरा, मेरो गाडीको यो साउन्ड चाहिँ अलिक नराम्रो आइरहेको थियो, त्यो साउन्डलाई पनि बनाउनु लगाउँथ्यो, त्यही हो गाइज। उताबाट अलिक बढी आवाज आइरहेको बाइकको सिटहरू खोलेर सबै कुरो खोलेर मोबिल झार्दै हुनुहुन्छ। अनि सबै कुरो गरिसकेपछि हामीले बाइक लास्टमा धोयौँ। फाइनली चाहिँ हामी सर्भिसिङ गरेर पनि फर्किसकेको छौँ। अब कतिर खोलापट्टि जानुपर्ने हुन्छ। त्यहाँनिर चाहिँ एउटा ह्यान्डलमा यो एस्कुलेटर लिएर हामी अब अब अधेर खोलातिर गएर यो के भन्छ त्यो पर्ने हुन्छ, त्यो सोध्न जानेछौँ। बटार्ने ठाउँमा के भन्छ स्पोनको के को हाल्नु हिँडेको। अधेर खोलापट्टिपट्टि चाहिँ स्टिकर हाउस भनेर यहाँनिर छ। यहाँनिर चाहिँ सबै कुराहरू पाइन्छ। स्पोनको कभर सहित नि एस्कुलेटरमा लगाइन्छ नि। स्पोनकोमा चाहिँ छैन त्यो स्पोनवाला हुन्छ नि। यहाँबाट पनि फर्किसकेका छौँ गाइज होइन। नपाउँदो रहेछ त्यो मैले खोजेको स्पोनको नपाउँदो रहेछ। के गर्नु अब चाहिँ निकै लेट भइसकेको छ। 3 बजिसकेको छ, 3:30 लागिसकेको छ। घरतिर निस्किनु पर्ने हुन्छ गाइज होइन। आजको लागि यति नै भन्न चाहन्छु। यति नै आजको लागि। टेक केयर सबैजना। थ्याङ्क यू यतिसम्म हेरिदिनु भयो। कस्तो लाग्छ भिडियो कमेन्ट गर्नुहोला। विश यू वेल्थ।